गुड मर्निङ। ल फेरि आज पनि सेम टाइम है। आज पनि सेम टाइम। आज चाहिँ बिहान पनि भइसक्यो होइन, बाहिर यस्तो छ। आज चाहिँ म यो टोपी लाउँछु। कसलाई मन परेको थियो यो टोपी, म यो टोपी लाउँदैछु है। याले ल निस्केको, म बाहिर गएपछि भिडियो बनाउँछु फेरि। गुड मर्निङ, किप इन टच। रेगुलर ल खै त म फेरि पनि आइसकेँ। सधैँ चाहिँ तपाईँलाई मैले उतै त्यो पार्कमा चाहिँ देखाइरहेको थिएँ। आज चाहिँ म पार्क जाने बाटो होइन। अनि हेर्नु न, अहिले चाहिँ यस्तो छ होइन, यस्तो छ, घरहरू नजिकै छ यस्तै, तर यति घरहरूको भिडको बिचमा त्यति राम्रो पार्क छ क्या। अनि तपाईँहरू चाहिँ जापानमा रेस्टुरेन्ट गर्दै हुनुहुन्छ, जापान भन्दा नि क्योतोमा रेस्टुरेन्ट गर्दै हुनुहुन्छ भने चाहिँ यो अहिले मैले भर्खरै यो पछाडि गएको ठाउँ चाहिँ कस्तो ठाउँ हो भने यसमा चाहिँ माछाहरू होइन, फलफुलहरू चाहिँ सब्जी मन्डी टाइपको के नेपालको त्यस्तै हो। तपाईँहरू आएर किन्न सक्नुहुन्छ, सस्तो पनि छ। अनि यो लाइन सबै त्यस्तै हो। कुखुराको मासुहरू फ्रेस पाउँछ, माछा फ्रेस पाउँछ होइन। तपाईँहरू कहाँ पाउँछ होला भनेर सोचमा हुनुहुन्छ भने चाहिँ यहाँ आएर किन्न सक्नुहुन्छ है त। सबैजना आएर किन्नु होला है। यस्तो छ है। पुलिस चौकी आयो, क्यामेरा अफ गर्नुपर्छ, फेरि मार्छ पुलिसले। पुलिस चौकी पनि गइसक्यो, म माथि पनि आइसक्यो। यो माथि देखिरहेको आकाशी पुल जस्तो चाहिँ यो ट्रेन स्टेसन हो। यहाँबाट चाहिँ ट्रेन चढ्नु मिल्छ। नाम चाहिँ उमेकोजी स्टेसन। दामी होटल पनि छ है। कस्तो यो गरम महिनामा माथि बसेर खाने ठाउँ पनि छ, बवाल छ है। 7-Eleven छ। घर भयो होइन। अनि त्यसपछि यो ट्याक्कै घर सकेर अनि त्यसपछि ग्रिनरी स्ट्यास हुन्छ क्या। स्ट्यास होइन, स्टार्ट हुन्छ। कस्तो यो इङ्ग्लिस चाहिँ बोल्न आउँदैन, यस्तै सरी है, म यस्तै हो। अब सरकारी स्कुल पढेको मान्छे, बोल्न आउँदैन, माफ गरिदिनु होला। हेर्नु ल, यो पार्क पुरै खुल्ला। अनि यस्तो पार्क देख्दाखेरि चाहिँ कस्तो हुन्छ भने यहाँ चाहिँ कस्तो राम्रो के, वेल म्यानेज छ, फोहोर नहुने होइन। अनि यहाँ कहिलेकाहीँ त्यो हाट बजार जस्तो पनि लाग्छ क्या, नेपालमा लाग्छ नि त्यो महोत्सव जस्तो टाइपको। अनि त्यसपछि त्यो त्यस्तो यहाँ पनि लागिरहेको हुन्छ। एउटा फोहोर हुँदैन कि, कस्तो राम्रो सफा गर्छन्, जान्छन् होइन। हाम्रो नेपालमा चाहिँ त्यो हुँदैन कि। त्यो कुरा चाहिँ हामीले हरेक कुरामा नेतालाई दोष दिन्छौँ होइन। यस्तो कुराहरूमा चाहिँ सायद हामी आफै पनि गलत होला, त्यसैले वेल म्यानेजमेन्ट भएको छैन होइन त। यो चाहिँ स्टारबक्स, यो क्योतोको पुरानो रेल है। यस्तो जङ्गल आयो पुरै, बवाल छैन त। मैले हरेक दिन होइन क्योतोको यही पार्कको पार्ट देखाउने छु। कहिले जङ्गलवाला बाटो, कहिले छेउको बाटो होइन। धेरै कुराहरू छ यो पार्कभित्र। यहाँ चाहिँ पार्कको म्याप पनि छ, र मैले म्याप पनि देखाउने छु। स्टप गरेर हेर्नु है, मैले स्टप गरिनँ। यो चाहिँ मम्मीजी भन्ने हुन्छ, यो आँखीमा चाहिँ रातो हुने हुन्छ क्या। अनि एउटा कुरा चाहिँ क्योतो टावर देख्नुभयो, लेट्स सी। अनि एउटा कुरा साँच्चीकै क्योतो चाहिँ एउटा कुरामा पनि फेमस छ नि, तपाईँहरूलाई थाहा छ कि नै? आँखीको बेलामा चाहिँ यहाँ विदेशी पर्यटकहरू होइन, यही यो मम्मीजी हेर्नको लागि के धेरैजना आउनुहुन्छ। बेस्ट हो कि, जापानमै बेस्ट। देख्नुभयो, अघि देख्नुभएको थिएन होइन, कस्तो घर टाइपको। अनि त्यसपछि हेर्नु त, छोटो समयमै के यति नजिकै यस्तो राम्रो ठाउँ भनेको त अनि लकी होइन त। अनि मान्छेहरूलाई चाहिँ खै किन, अब होइन, सबैको आफ्नो चोइस हो होइन। मलाई चाहिँ कस्तो भने धेरै बिजी कोलाहल ठाउँ चाहिँ मन पर्दैन। अलिकति शान्त होस्, पिस होस् होइन। हेर्नु
पछाडि सुनिराख्नु भयो चरा चिपिर चिपिर गरिरहेछ नि अस्ति जस्तै मलाई यस्तै मनपर्छ कि त फेरि मान्छेहरूले भन्दाखेरि त मलाई गाउँले मलाई तँलाई गाउँकै जस्तो मन नपऱ्यो कि मनपर्छ त भन्नु होला होइन ठिक छ गाउँले भने पनि केही छैन मलाई चाहिँ यस्तै मनपर्छ यस्तै हो आफू गोर्खाली नेपालीको छोरो होइन अब बालापनमा जङ्गल घाँस दाउरा गरेको मान्छे अब घाँस देख्यो जङ्गल देख्यो भने त लोभिहाल्छ नि होइन मन परिहाल्छ नि होइन त को छ है गाउँबाट बिलोङ्स गर्ने मान्छेहरू चाहिँ को हुनुहुन्छ भनिहाल्नुहोस् है तपाईँलाई यहाँ देखाउनु मन लाग्यो ए हेर्नु न पार्कमा यस्तो एभ्री पार्कमा यस्तो हुन्छ है यहाँ चाहिँ यही कुरा चाहिँ नेपालमा भयो भने के हुन्छ होला भन्नु त यो नेपालमा भयो भने के हुन्छ भनिदिउँ ल म भनिनँ तपाईँहरूले कमेन्ट गर्नु है के हुन्छ भन्नु है मैले भनिनँ अब भोलि मैले यो भिडियोमा चाहिँ भोलि बनाउँछु ल तपाईँहरूले भन्नु यदि त्यही कुरा नेपालमा यस्तै पार्क गराएर त्यही कुरा नेपालमा भयो भने चाहिँ के हुनेवाला छ तपाईँ भन्नुहोस् ल है ओके सबैजनाले माया गरिदिनु सपोर्ट गरिदिनु होइन हरेक दिन म बिहान तपाईँहरूको कमेन्ट तपाईँहरूको मायाले चाहिँ पोजिटिभ म्यासेजहरू गरिदिनुहोस् त्यही मायाले म सधैँभरि एउटा इनर्जी आओस् म सधैँभरि भिडियो बनाउने जागर लागोस् होइन मोटिभेट गरिदिनुहोस् डिमोटिभेट नगराइदिनु होला है ओके किप इन टच बाई बाई यसमा फेरि प्लस भिडियो हुन्छ है ल है त फेरि पनि आइसकेँ म तपाईँहरूको माझमै अघि चाहिँ अगाडिबाट देखाइरहेको थिएँ अहिले चाहिँ आफ्नै पेज देखाएर बनाइरहेको छु होइन मलाई लाज लागिरहेको कि आज पनि अझ युज टु भएको छैन क्यामेराको अगाडि बोल्नको लागि नहाँसिदिनु मोटिभेट गरिदिनु होइन सपोर्टै गर्ने त हो तपाईँहरूले कि अरू चाहिँ अब जस्तै भिडियो हेरिराख्न तपाईँहरू बिजी हुनुहुन्छ होला नहेरे पनि सब्सक्राइब फलो चाहिँ गरिदिनु सबैजना स्टार्टिङमा यस्तै हो नेपालीहरूको बानी चाहिँ फेरि सपोर्ट नगर्ने त्यहाँ भन्ने छ होइन त्यस्तो नगरिदिनुहोस् मनपर्छ लाइक र सब्सक्राइब गरिदिनु म दिनदिनै क्योतोको बारेमा जापानको बारेमा चाहिँ अब अलिअलि नयाँ तपाईँहरूले अब मबाट केही मेरो जस्तै भिडियो हेरेर चाहिँ यो मान्छेले यो गर्यो भने चाहिँ ठिक हुन्छ है भन्ने टाइपको छ भने चाहिँ तपाईँहरूले सजेस्ट गर्नु म त्यही अनुसारले भिडियो बनाउँदै जान्छु अनि यो ठाउँमा आएर तपाईँ प्रोग्राम गर्दै हुनुहुन्छ भने पनि तपाईँले प्रोग्राम पनि गर्न सक्नुहुन्छ स्टेज पनि छ कम्पाउन्ड पनि ठुलो छ होइन ग्राउन्ड छ फुटबल पनि खेल्न सक्नुहुन्छ यहाँ आएर फुटबल भलिबल तपाईँहरूले जे मन लाग्छ त्यो खेल्न सक्नुहुन्छ चार्ज पनि लाग्दैन कि अनि यो स्टेजमा प्रोग्राम गर्नुभयो भने चाहिँ चार्ज लाग्छ है स्टेजमा प्रोग्राम गर्नुभयो भने चार्ज लाग्छ अनि तपाईँलाई हिजोको टोपी राम्रो लाग्यो यो टोपी राम्रो लाग्यो भन्नु त कुन चाहिँ राम्रो लाग्यो त्यो भन्नु ल होइन त आज चाहिँ भिडियो पनि अलिकति हिजो अस्तिभन्दा अलिकति लामो छ हेर्नु है लास्टसम्म म अब डेली बाइकमा अलिकति भिडियो अप गर्दै अलिकति लामो बनाउँदै जानेछु बोर्ड लागे पनि यसो फुर्सद भएको बेलामा चाहिँ के रहेछ त्यसको भिडियोमा हेरिदिउँ न त हेर्नु है अनि यो पानी परिहाल्यो भने चाहिँ यस्तोमा बस्नु पनि सक्नुहुन्छ तपाईँहरू कपाल हुनुहुन्छ भने यस्तोमा आएर बस्नु पनि सक्नुहुन्छ है भोलि चाहिँ म आज चाहिँ यताको बारेमा देखाएँ हिजो अस्ति चाहिँ उता छेउको बारेमा देखाएको थियो ठुलो छ है यो एरिया चाहिँ अनि म तपाईँलाई भोलि चाहिँ के देखाउँछु भने टक्क गर्मी महिना लाग्दैछ अनि टाढा जान सक्दिनँ क्युतोमा छु अनि पार्कभित्र नै म रमाइलो गर्न चाहन्छु भन्नुहुन्छ भने चाहिँ यहाँनिर पानीमा खेल्ने ठाउँहरू के छ तपाईँहरू फ्यामिलीवालालाई चाहिँ बेस्ट छ है त्यो पनि भोलि देखाउने छु अनि साथसाथै म अलिकति 2-4 दिनपछि चाहिँ म यहाँ डल्फिन्सको यो उस पनि हुन्छ क्या प्रोग्राम पनि हुन्छ यो डल्फिन के भन्छ हो त्यसलाई मलाई थाहा छैन होइन यहाँभित्र छ राम्रो छ मेबी 2500 टिकट लाग्छ अनि भित्र गएर चाहिँ सबै कुराहरू हेर्नु मिल्छ होइन जापानको के लाइक समथिङ के छ
रे है मैले म पनि गएको छैन साथीहरू गएको थियो म पनि जान्छु होला तपाईँहरूले जानुहोस् गएर देखाउनै पर्यो भन्नुहुन्छ भने चाहिँ जान्छु है त्यहाँ चाहिँ बिहान हुँदैन त्यो चाहिँ बिहानको भिडियो छुट्टै आउँछ अनि त्यसपछि त्यसको भिडियो छुट्टै आउँछ है त ल गाइज आजको लागि यति नै म अब एक्सर्साइज गर्छु भिडियो बनाउँदिनँ एक्सर्साइज गरेर त्यसपछि घर जान्छु अनि त्यसपछि भिडियो अपलोड गर्छु ओके बाई बाई किप इन टच सब्सक्राइब र लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु है सजेस्ट गर्न नभुल्नु एकदम ओके बाई बाई